त्यो दिनपछि हाम्रो सम्बन्ध अफिसियल नभए पनि हामी दुवैलाई थाहा थियो अब यो फ्रेन्डसिप मात्र रहेन। अब हाम्रो कुरामा इमोसन थियो, अट्याचमेन्ट थियो र प्रेम थियो। दिनहरू अझ सुन्दर हुन थाले। बिहान उसको आवाज सुनेर दिन सुरु हुन्थ्यो भने रात उसैसँग कुरा गर्दै सकिन्थ्यो। कहिलेकाहीँ हामी फ्युचरको कुरा गर्थ्यौँ र ऊ सोध्थे, फ्युचरमा तिमी आफूलाई कहाँ देख्छौ? मैले हाँस्दै भन्थेँ, जहाँ भए पनि तिमीसँग। ऊ चुपचाप हाँस्थे, त्यो हाँसोमा लाज पनि हुन्थ्यो र खुसी पनि। एक दिन हामीले घन्टौँ फ्युचर इमेजिन गर्यौँ, कस्तो घर बनाउने, कस्तो जीवन जिउने, कति सपना पुरा गर्ने, यस्तै इत्यादि। साना साना कुरा पनि हामीलाई स्पेसियल लाग्थ्यो। मैले पहिलो पटक महसुस गरेँ, यो केवल प्रेम होइन, यो मेरो फ्युचर बनिरहेको छ। र सायद उसले पनि त्यही महसुस गरिरहेकी थिए। एक साँझ उसको मुड अफ थियो र मैले धेरै सोधेँ, के भयो? ऊ धेरै बेर चुप रहिन्, पछि बिस्तारै भनिन्, मलाई डर लाग्छ। मैले सोधेँ, के को डर? उसले भनिन्, कहिले तिमी टाढा भयौ भने। त्यो सुनेर मेरो मन भारी भयो, किनकि उसको आवाजमा साँच्चैकै डर थियो। मैले तुरुन्तै भने, म किन टाढा हुन्छु? ऊ फेरि बोलिन्, मान्छेहरू सुरुमा साथ दिने प्रमिस गर्छन् तर पछि बदलिन्छन्। सायद उसको पुरानो घाउ बोलिरहेको थियो होला। सायद कसैले पहिले नै उसको विश्वास तोडिसकेको थियो होला। त्यो बेला मैले मनैदेखि एउटा वाचा गरेँ। मैले बिस्तारै भने, सुन, जुनसुकै परिस्थिति आए पनि, जुनसुकै समस्या आए पनि म तिम्रो हात छोड्दिन। ऊ चुप रहिन्। म फेरि बोलेँ, यदि एक दिन सारा संसार तिम्रो विरुद्ध गयो भने पनि म तिम्रो साइडमा उभिन्छु। कलको अर्को साइडबाट साइलेन्स मात्र आयो, तर त्यो साइलेन्समा आँसु मिसिएको थियो। केही बेरपछि उसले कापेको स्वरमा भनिन्, प्रमिस? मैले आँखा बन्द गरेर भने, प्रमिस। ऊ फेरि बोलिन्, कहिले छोड्दैनौ? मैले बिना सोची भने, कहिले। त्यो रात हामीले एक अर्कासँग धेरै प्रमिस गर्यौँ, साथ नछोड्ने, झुट नबोल्ने र दूरीले पनि नहार्ने। त्यो बेला मलाई साँचो लाग्थ्यो, त्यो मलाई साँच्चै नै साँचो लाग्थ्यो। अब केहीले हामीलाई छुट्याउन सक्दैन भन्ने, किनकि माया थियो, विश्वास थियो र प्रमिसहरू थिए। तर जीवनले मलाई पछि एउटा कुरा सिकायो, प्रमिस गर्नु सजिलो हुन्छ तर निभाउनु परिस्थितिले नै तय गर्छ। मलाई कहाँ थियो, थाहा थियो र हामीले त्यो रात सधैँको बाचा गरिरहेका थियौँ भन्ने कुरा। तर भाग्यले हाम्रो लागि अर्कै अध्याय लेखिसकेको रहेछ। एक दिन उसले मलाई एउटा खबर सुनाउने थिए। त्यो खबर हाम्रो प्रेमको सबैभन्दा ठुलो परिचय बन्ने थियो। बाँकी कथाको लागि हाम्रो च्यानललाई सब्स्क्राइब गर्नुहोला है। थ्याङ्क यू।